नमस्ते साथीहरु, तपाईहरु सबैलाई स्वागत छ मुनानो नेहोङ्गो लेसन 1 को भोकाबुलरी भिडियोमा। सो ढिला नगरी सुरु गरौँ। पहिलो रहेको छ वातासी। वातासी भनेको चाहिँ म। अर्को रहेको छ वातासी ताची। वातासी ताची भनेको चाहिँ हामी। त्यसैगरी अर्को रहेको छ आनाता। आनाता भन्नाले तिमी अथवा तपाई। त्यसैगरी अर्को रहेको छ आनोहितो। आनोहितो भन्नाले चाहिँ त्यो व्यक्ति। त्यसैगरी अर्को रहेको छ मिनासान। मिनासान भन्नाले चाहिँ सबैजना, all of you भनेर जनाउँछ है। अर्को रहेको छ सान। सान भनेको चाहिँ जी हो। यो चाहिँ कसैलाई आदर गरेर बोलाउँदाखेरि नामको पछाडि लगाइन्छ। जस्तै हरिसान भन्नाले हरिजी हुन्छ। त्यसैगरी अर्को रहेको छ च्यान। यो चाहिँ केटी बच्चाको नामको पछाडि मायाले लगाइने शब्द हो। अर्को रहेको छ कुन। यो पनि केटा बच्चाको नामको पछाडि मायाले लगाइने शब्द हो। त्यसैगरी अर्को रहेको छ जिन। जिन भनेको चाहिँ नागरिक हो। यो चाहिँ कन्ट्रीको नामको पछाडि जोडिएर आउँछ। त्यसैगरी अर्को रहेको छ सेन्सेई। सेन्सेई भनेको चाहिँ शिक्षक। अर्को रहेको छ क्योसी। क्योसी भनेको पनि शिक्षक नै हो, तर यो चाहिँ आफूले आफूलाई नै भन्दाखेरि चाहिँ क्योसी भनिन्छ, अनि अरु कसैलाई भन्दा चाहिँ सेन्सेई भनेर भनिन्छ। त्यसैगरी अर्को रहेको छ गाकुसेई। गाकुसेई भन्नाले चाहिँ विद्यार्थी। अर्को रहेको छ खाइस्याइन। खाइस्याइन भनेको चाहिँ कम्पनीको कर्मचारी। खाइस्याइन कम्पनीको कर्मचारी। अनि स्याइन मात्रै भनेको चाहिँ कर्मचारी। अनि गिनकोइन भनेको चाहिँ बैंकको कर्मचारी। गिनकोइन। गिनकोइन भनेको चाहिँ बैंकको कर्मचारी। इस्या भनेको चाहिँ डाक्टर। केन्क्युस्या भनेको चाहिँ अनुसन्धानकर्ता। केन्क्युस्या। केन्क्युस्या अनुसन्धानकर्ता। त्यसैगरी इन्जिनियर भनेको चाहिँ इन्जिनियर। एन्जिनिया। एन्जिनिया भनेको चाहिँ इन्जिनियर। दाइगाकु भनेको चाहिँ विश्वविद्यालय युनिभर्सिटी। दाइगाकु। 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 ब्योइन भनेको चाहिँ हस्पिटल। ब्योइन। ब्योइन। त्यसैगरी देङ्की भनेको चाहिँ बिजुली, इलेक्ट्रिसिटी। दारे भनेको चाहिँ को हु भनेर प्रश्न गर्दा दारे भनिन्छ। त्यसैगरी दोनाता भनेको पनि हु नै हो, तर यो चाहिँ पोलाइट फर्ममा हो। साई भनेको चाहिँ वर्ष, उमेर। अनि नान्साई भनेको चाहिँ कति वर्ष भनेर प्रश्न गर्दा नान्साई भनिन्छ। नान्साई। त्यसैगरी अर्को रहेछ ओइकुचु। ओइकुचु भनेको पनि कति वर्ष नै हो, तर यो चाहिँ पोलाइट फर्ममा रहेको छ। निहाई भनेको यस हो। इए भनेको नो हो। सिचुरै देशका भनेको चाहिँ माफ गर्नु होला तर भनेर भनेको हो। यो चाहिँ प्राय कसैलाई व्यक्तिगत कुरा सोध्दा, जस्तै उसको नाम वा ठेगाना सोध्दा प्रयोग हुन्छ। सिचुरै देशगा। अनि अर्को रहेको छ ओनामाएवा। ओनामाएवा भनेको चाहिँ कसैलाई नाम सोध्दाखेरि भनिन्छ ओनामाएवा। त्यसैगरी अर्को रहेछ हाजिमे मासिते। हाजिमे। हाजिमे मासिते। यो भनेको चाहिँ नाइस टु मिट यु नै हो, तर पहिलो भेटको अभिवादन गर्ने शब्द, आफ्नो परिचय दिँदा सुरुमा प्रयोग गर्ने शब्द हो। यो चाहिँ हाजिमे मासिते भनेको चाहिँ कसैसँग पहिलोचोटि भेटेर आफ्नो परिचय दिँदा चाहिँ यो प्रयोग हुन्छ। त्यसैगरी अर्को रहेको छ दोउजो योरोसिकु ओनेगाइसिमास भनेको चाहिँ भेटेर खुसी लाग्यो। प्राय आफ्नो परिचय दिएर सकिएपछि अन्तिममा प्रयोग हुन्छ। दोउजो योरोसिकु ओनेगाइसिमास। दोउजो योरोसिकु ओनेगाइसिमास। कोचिरावा सन्देश भनेको चाहिँ उहाँ जी हुनुहुन्छ। जस्तै आफूले अरु कसैलाई किनाउँदाखेरि कोचिरावा हरि सन्देश भन्दा चाहिँ उहाँ हरिजी हुनुहुन्छ। अर्को रहेको छ खाराकी मासिता बाट आएको हो। खाराकी मासिता बाट आएको हो। अर्को रहेको छ अमेरिका भनेको चाहिँ अमेरिका। इगिरिसु भनेको बेलायत। इगिरिसु। इन्डो भनेको चाहिँ इन्डिया। इन्डोनेसिया भनेको चाहिँ इन्डोनेसिया। इन्डोनेसिया भनेको चाहिँ इन्डोनेसिया। खाङकोकु। खाङकोकु भनेको चाहिँ कोरिया रहेको छ। खाङकोकु। खाङकोकु भनेको कोरिया। त्यसैगरी ताई भनेको चाहिँ थाइल्यान्ड। च्युगोकु भनेको चाहिँ चाइना। च्युगोकु। च्युगोकु। त्यसैगरी निहोन भनेको चाहिँ जापान। निहोन भनेको जापान। अनि फुरान्सु भनेको चाहिँ फ्रान्स। फुरान्सु। फुरान्सु
त्यसैगरी बुराजिरु भनेको चाहिँ ब्राजिल अनि नेपारु भनेको चाहिँ नेपाल नेपारु यो त सुरुवात हो साथीहरु सब्स्क्राइब बटनलाई गोकुले पञ्च गरे जस्तै हान्नुहोस् लेसन 2 अर्को हप्ता आउँछ इभन स्पाइसियर कमेन्टमा आफ्नो जापानिज इन्ट्रो लेख्नुहोस् वातासी वा आफ्नो नाम अनि देश शेयर यो भिडियो तिम्रो मोमो लभिङ फ्रेन्ड्ससँग लेट्स मेक जापानिज द कुलेस्ट थिङ एभर जय नेपाल